नमस्ते थारू एप्पल बी फर बल सी फर क्याट डी फर डक श्रेयांशलाई चाहिँ कन्जेनिटल ग्लाउकोमा जलबिन्दु रोग भएको थियो, जन्मजातै हुने। अब उनीहरू चाहिँ उता नेपालगञ्जबाट रिफर गरेर नेपालगञ्ज नजिकै उनीहरूको घर छ, अनि त्यहाँबाट रिफर गरेर 2 महिनाको बच्चालाई लिएर आएको थियो। अनि लिएर आइसकेपछि चाहिँ अनि हामीले 3 महिना हुने बित्तिकै उसको बाबुको एउटा आँखाको सर्जरी गऱ्यौँ, अनि त्यसको 1 महिनामा फेरि अर्को आँखाको गऱ्यौँ। यो जलबिन्दुको सर्जरी गरेको चाहिँ लगभग 3.5 वर्ष भयो। अब श्रेयांश पुसमा 4 वर्ष हुन्छ, उसलाई हामीले 3 महिनाको हुँदाखेरि चाहिँ यो ग्लाउकोमाको सर्जरी गरेको थियौँ। अलिअलि त डर लागेको थियो, तर बाबुको भविष्यको लागि भयो भने अब डर त अब लागिहाल्छ, तर पनि अब बाबुको आँखाकै लागि भए पनि अहिले त्यस्तो भयो न। अब बाबुको अपरेसन भयो होइन, यहाँ पुगेर जहिले पनि म आइरहेको छु, एकदम राम्रोसँग चेक गरिदिनु भएको छ कि त्यसको लागि बहुत धेरै धन्यवाद दिन चाहन्छु। मलाई एकदमै खुसी लाग्छ। अनि किन भन्दाखेरि उसको श्रेयांशको आमा बुवा दुवैजना दृष्टिविहीन हुनुहुन्छ, जन्मजातै दृष्टिविहीन हुनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ मलाई आज म बाहिर ओपिडीको भिडमा चाहिँ उसले आफ्नो आमालाई उसले समातेर जसरी भित्र लिएर आयो नि, उसले अब उसको आमालाई नि उसले गाइड गरेर यसरी लिएर आउन देख्दाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्यो। जन्मजातै भएको जलबिन्दु रोगमा चाहिँ सबभन्दा बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि ठुलो मान्छे जस्तो हामीले यसरी ओपिडीमा जाँच्न पनि सक्दैनौँ, गाह्रो हुन्छ। हामीले बिहोस गरेर जाँच्नुपर्छ, अनि बिहोस गरेर जाँचिसकेपछि अनि हामीहरूले चाहिँ बल्ल हामीलाई कन्फर्म हुन्छ कि अब यो ग्लाउकोमा नै भएको छ, जलबिन्दु रोग भइरहेछ भनेर। र आमा बुवाले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि टाइममा हामीले उपचार गर्न पायौँ भने चाहिँ यसको चाहिँ आउटकम राम्रो हुन्छ, बच्चाले देख्न सक्छ होइन। त्यसको लागि चाहिँ अब आमा बुवालाई बिहोस गर्ने भन्ने कुरा चाहिँ अलिक डर लाग्छ नि त, रिस्की छ। अब सबैको आफ्नो आफ्नो कम्प्लिकेसन उहाँहरूले बुझ्नुहुन्छ अनि आत्तिनुहुन्छ, किनभने बच्चा धेरै सानो छ बिहोस गर्दा भनेर। तर श्रेयांशलाई पनि हामीले सानो बच्चा लिएर आएर 3 महिनामा चाहिँ सर्जरी गऱ्यौँ होइन। गरेपछि अब अहिले यसरी हिँड्न सकिरहेको थियो। हामीले चाहिँ हाम्रो प्रोग्राम्स तिलगामा डिफ्रेन्ट प्रोग्राम्स छ। हामीले चाहिँ यो बाबुलाई 2टै आँखा सर्जरी गर्न, किनभने अपरेसन गर्नको लागि पनि बिहोस गर्नु पर्यो, सबै कुराहरू गर्दा चाहिँ फाइनेन्सियली उहाँहरूलाई गाह्रो थियो होइन, उहाँहरूको परिवारलाई गाह्रो भएको हुनाले हामीले क्योर ब्लाइन्डनेस प्रोजेक्टबाट नै हामीले 2टै आँखाको सर्जरी गरेको। एकदम खुसी लाग्छ मलाई त। अब आफू नदेख्ने भयो नि त, अब बाबु यत्तिको देख्ने भयो, बहुत खुसी लाग्छ मलाई त। म चाहिँ के भन्न चाहन्छु भने अब बच्चा भइसकेपछि बच्चाहरूको टाइममा चाहिँ आँखा चेकअप गराइराख्नु होला। अब नर्मल छ भनेर बस्यो भने फेरि पछि पछताउनु पर्छ के, आँखा पछि अलिक कमजोर भयो भने फेरि बेलैमा उपचार गरिएन भनेर पछितो मान्नुभन्दा बरु टाइममा चेक गराइराख्नु होला। धन्यवाद।